अबको क्रममा मन्तव्य राखिदिनु हुन प्रमुख अतिथि माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायण काजी श्रेष्ठज्यूलाई सादर अनुरोध गर्दछु। नेपाल प्रहरी श्रीमती सङ्घको 39औं वार्षिक उत्सवको यस कार्यक्रमका अध्यक्ष एवं नेपाल प्रहरी श्रीमती सङ्घका अध्यक्षज्यू, नेपाल प्रहरीका महानिरीक्षकज्यू, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षकज्यू, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकज्यू, काठमाडौँ महानगरपालिकाका उपप्रमुखज्यू, अत्यन्तै प्रख्यात चिकित्सक प्राध्यापक डाक्टर चन्दुक रोहितज्यू, मञ्चमा आसीन हुने अरू सबै विभिन्न संस्थाका पदाधिकारी महानुभावहरू र यहाँ उपस्थित हुनुहुने नेपाल प्रहरी श्रीमती सङ्घका पदाधिकारी र सदस्य मित्रहरू, प्रहरी अधिकृतज्यूहरू, गृह मन्त्रालयका साथीहरू, पत्रकार मित्रहरू र सम्पूर्ण महानुभावहरू, सबभन्दा पहिले म नेपाल प्रहरी श्रीमती सङ्घको यस 39औं वार्षिकोत्सवको उपलक्ष्यमा यस संस्थालाई, यस सङ्घलाई हार्दिक बधाई दिन चाहन्छु र आगामी दिनमा यसले आफ्नो भूमिकालाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाउन सकोस्, त्यसको निम्ति हार्दिक शुभकामना व्यक्त गर्दछु। त्यसको साथसाथै आज नेपाल प्रहरी श्रीमती सङ्घले आफ्नो 39औं वार्षिकोत्सवमा आयोजित यस कार्यक्रममा प्राध्यापक डाक्टर रोहितदेखि ऋषिजीसम्म बा रक्षा नेपालका थापाजीदेखि सपनासम्म र प्रहरी स्कुलका प्रिन्सिपलदेखि अरू समाजसेवीसम्मलाई जुन सम्मानित गर्ने कार्यक्रम यहाँ राखियो, त्यसको निम्ति पनि म नेपाल प्रहरी श्रीमती सङ्घलाई विशेष धन्यवाद दिन चाहन्छु र सम्मानित हुनुहुने सबै प्रतिष्ठित, क्षमतावान र अत्यन्तै उदाहरणीय योगदान गर्नुहुने व्यक्तित्वहरूलाई हार्दिक बधाई तथा शुभकामना पनि दिन चाहन्छु। वास्तवमा उहाँहरूलाई बधाई भन्दा पनि म धन्यवाद दिन चाहन्छु, आभार व्यक्त गर्न चाहन्छु। तपाईहरुले आफ्नो क्षेत्रबाट नेपाली समाजमा जुन योगदान गर्नुभएको छ त्यो अत्यन्तै प्रशंसनीय छ, अतुलनीय छ। अहिले सरकारले यो समाजमा, आफ्नो देशमा बसेर विभिन्न कोणबाट यो समाजलाई समृद्ध बनाउन, यो समाजलाई विकसित बनाउन, यो समाजलाई सभ्य बनाउन, यो समाजलाई उन्नतित बनाउन, यो समाजलाई एकताबद्ध बनाउन योगदान गर्ने सम्पूर्ण संस्था र व्यक्तित्वहरूलाई एकताबद्ध गर्ने र उहाँहरू सबैको ज्ञान, क्षमता र अनुभवहरूलाई एकत्रित गरेर नयाँ नेपाल निर्माणको अभियानलाई अगाडि बढाउन पहल कदमी अझ अगाडि बढाउने निष्कर्ष पनि निकालेको छ। हामी आगामी दिनमा तपाईहरुका सबै संस्थाहरू, तपाईहरु सबैका ज्ञान क्षमताहरूलाई अझ एकत्रित गर्ने गरी, त्यसलाई अझ प्रोत्साहित गर्ने गरी सरकारले आवश्यक नीति कार्यक्रम ल्याउने विश्वास पनि म तपाईहरुलाई दिन चाहन्छु र तपाईहरुले आगामी दिनमा आफ्ना संस्थाहरू मार्फत आफ्नो ज्ञान क्षमताको प्रयोग गरेर नेपाली समाज र कतिपय अवस्थामा विश्वको मानवतालाई पनि जुन योगदान पुर्याइदिनु भएको छ त्यो अझ अगाडि बढोस्, त्यसको निम्ति विशेष शुभकामना पनि दिन चाहन्छु। यस अवसरमा
नेपाल प्रहरी श्रीमती सङ्घलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु कि यसले आफ्नो स्थापनादेखिको अहिलेको करिब 4 दशकको अवधिमा विभिन्न कोणबाट विभिन्न आयामबाट समाजलाई योगदान पुर्याइरहनु भएको छ। चाहे स्वास्थ्य शिविरहरू सञ्चालन गरेर होस्, चाहे छात्रवृत्ति प्रदान गरेर आर्थिक सहयोग गरेर होस्, चाहे विपदको अवस्थामा उद्धार र राहतमा सहयोग पुर्याएर होस्, चाहे असहायहरूलाई विभिन्न ढङ्गले सहयोग गरेर होस्, वा सिपमूलक तालिमहरू सञ्चालन गरेर होस्, यसले एउटा पाटोबाट मात्र होइन, विभिन्न पाटोबाट विभिन्न क्षेत्रबाट आफ्नो समाज सेवामा राष्ट्र निर्माणमा भूमिकालाई अगाडि बढाइरहेको छ। त्यो निश्चय नै प्रशंसनीय छ। त्यसको निम्ति म यो सङ्घलाई विशेष धन्यवाद दिन चाहन्छु। तपाईहरूले एकैसाथ नेपाल प्रहरी सङ्गठनलाई यसको भूमिकालाई प्रभावकारी बनाउन आफ्नो ठाउँबाट व्यवहारिक रूपमा खट्ने अधिकृत र जवानहरूलाई सिङ्गो नेपाल प्रहरी सङ्गठनलाई सहयोग पुर्याउनु भएको छ। त्यसको निम्ति म नेपाल प्रहरी श्रीमती सङ्घका सबै पदाधिकारी र सदस्यहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। तपाईहरूको आड भरोसा बिना, तपाईहरूको सहयोग बिना हाम्रो प्रहरी सङ्गठनले, हाम्रो प्रहरी सङ्गठनमा भएको नेतृत्व र जवानसम्मले प्रभावकारी र सक्रिय भूमिका निर्वाह गर्न सक्दैन। त्यसमा पछाडि तपाईहरूको भूमिका अत्यन्त अभिन्न रूपले जोडिएको छ। त्यसैले त्यो भूमिका तपाईहरूले जति राम्रोसँग निर्वाह गर्नुहुन्छ, प्रहरी सङ्गठनको भूमिका यस अर्थमा, यो अर्थमा अझ राम्रो हुन सक्छ। त्यसको निम्ति म तपाईहरूलाई धन्यवाद दिन चाहन्छु। तपाईहरूले सामाजिक भूमिकाका निम्ति, राष्ट्र निर्माणका निम्ति यो सङ्घ मार्फत आफूलाई एकताबद्ध गर्नुभएको छ। आफूलाई निष्क्रिय नराखेर, आफूलाई सामाजिक जीवनमा, राष्ट्र निर्माणको अभियानमा एकताबद्ध गर्ने एउटा प्रक्रिया यो सङ्घ मार्फत अगाडि बढाउनु भएको छ। यो निश्चय नै राम्रो कुरा हो र यो समाज र राष्ट्र निर्माणको अभियानमा आफ्नो सक्रियतालाई स्थापित गर्ने, आफ्नो भूमिकालाई स्थापित गर्ने यस अभियान जसरी अहिलेको संस्थापक अध्यक्षज्यूहरूले सुरुवात गर्नुभयो र अहिले तपाईँहरूले जसरी अगाडि बढाइराख्नु भएको छ, आगामी दिनमा पनि यो भूमिकालाई अझ सशक्त रूपमा स्थापित गर्ने गरी यो सङ्घ अगाडि बढ्न सकोस् भन्ने शुभकामना दिन चाहन्छु र अवश्य पनि यो त्यसै गरी अगाडि बढ्नेछ भन्ने विश्वास पनि व्यक्त गर्न चाहन्छु। तपाईहरूले समाज सेवामा जुन योगदान पुर्याइरहनु भएको छ, अहिलेको विश्व मानव समाजमा विकास एकातिर छ भने अर्कोतिर साथसाथै सामाजिक एकता र सद्भावलाई वृद्धि गर्न र समाजका विभिन्न क्षेत्रमा समाजसेवाको अभियानलाई अगाडि बढाउने काम साथसाथै लैजान सकिएन भने हाम्रो आधुनिक विकासको प्रक्रिया पनि अपूर्ण हुन्छ भन्ने कुनै देखिँदै आएको छ। त्यसकारण सामाजिक एकता कायम गर्न, समाजको सद्भाव कायम गर्न, हरेक मान्छेलाई सक्रिय बनाउन र समाजका विभिन्न क्षेत्रबाट वा पीडित भएका हुन्, वा असहाय भएका हुन्, वा विभिन्न ढङ्गले सहयोगको आवश्यकता महसुस गरेका हुन्, तिनलाई सहयोग गर्न तपाईहरूको भूमिका निश्चय नै महत्त्वपूर्ण छ र तपाईहरूले यसलाई अझ आगामी दिनमा राम्ररी निर्वाह गर्नुहुनेछ भन्ने मलाई विश्वास छ। आज देशमा सरकारले तपाईहरूले नैतिक रूपमा साथ दिइरहेको, नैतिक रूपमा बल प्रदान गरिरहेको नेपाल प्रहरी सङ्गठन मार्फत, आफ्नो प्रशासन संयन्त्र मार्फत देशलाई समृद्धिको प्रक्रियामा अगाडि बढाउन
समृद्धिको अभियानलाई तीव्र बनाउन र फड्कोमा पुर्याउन सुशासनको अभियान सञ्चालन गरिरहेको तपाईहरुलाई थाहा छ। नेपालमा भएको युगान्तकारी राजनीतिक परिवर्तन पछाडि यो राजनीतिक परिवर्तन मार्फत नेपाली जनताले जुन सामाजिक आर्थिक रूपान्तरणको अपेक्षा गरेका थिए, विकास र समृद्धिको जो अपेक्षा गरेका थिए, आफ्नो पोल्टामा आफ्नो काखमा नै परिवर्तनको अनुभूति महसुस गर्न पाउने जो अपेक्षा गरेका थिए, त्यो एक हदसम्म अगाडि बढ्दै गरेको भए पनि परिवर्तनको निर्देश र नेपाली जनताको आवश्यकता र अपेक्षाको गतिमा अगाडि बढ्न सकेको छैन। यो समृद्धिको अभियानलाई अगाडि बढाउन, विकासको अभियानलाई अगाडि बढाउन शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यान्न, आवास, बाटाघाटा, सञ्चार, बिजुली, खानेपानी जस्ता जीवनका आवश्यकताहरू पूरा गरेर नेपाली जनतालाई यो राजनीतिक परिवर्तनको लागि मात्रै होइन, यो राजनीतिक परिवर्तन हाम्रो देशको विकास र समृद्धिको लागि हो र त्यो विकास र समृद्धिको प्रक्रिया मार्फत हाम्रो जीवन फेर्नको लागि हो भनेर व्यवहारबाट नै हामीले पुष्टि गर्न जरुरी छ। त्यसको निम्ति यो समृद्धिको प्रक्रियालाई यही गतिमा राखेर हुँदैन, यसलाई तीव्रता प्रदान गर्नुपर्छ, यसलाई तीव्र बनाउनुपर्छ र फड्कोको बिन्दुमा पुर्याउनुपर्छ भनेर सरकार अहिले त्यसैमा केन्द्रित भएर लागेको छ र त्यसमा केन्द्रित हुने क्रममा यसले सुशासनलाई पहिलो पूर्व शर्त बनाएको छ। भ्रष्टाचार विरोधी अभियान, तस्करी विरोधी अभियान, अपराध विरोधी अभियान, दण्डहीनता विरोधी अभियान, ठगी विरोधी अभियानलाई यसले अगाडि बढाएको छ र सुशासनको अभियानलाई अगाडि बढाएको छ। त्यसको निम्ति पहिलो बल हाम्रो ताकत भनेको नेपाल प्रहरी सङ्गठन हो। नेपाली प्रहरी सङ्गठन अन्तर्गत सक्रिय प्रहरी अधिकृतहरू, प्रहरी जवानहरू, प्रहरी कर्मचारीहरू सरकार भेटाउने पहिलो पात्र हुन् जनताका। त्यसकारण नेपाल प्रहरी सङ्गठनको अहिले अत्यन्तै उत्साहजनक भूमिकाका कारणले सरकारले सुशासनको अभियानलाई सफलतापूर्वक सकारात्मक दिशातिर अगाडि बढाइराखेको छ। यो अभियानलाई अझ हामी अगाडि बढाउनेछौँ। त्यसकारणले यो अभियानलाई अगाडि बढाउने नेपाल प्रहरीको त्यो महानिरीक्षकदेखि लिएर तलको जवानसम्म तपाईहरुले घरमा जति उनीहरूको नैतिक मनोबल उच्च पारिदिनुहुन्छ, जति देशको निम्ति काम गरिदिनुहोस्, स्वाभिमानी भएर काम गर्नुहोस्, कर्तव्य पूरा गर्नुहोस्, यो देशमा परिवर्तन गरेर हजारौं शहादत भएका छन्, तिनको सपना पूरा गर्न, यो देशलाई समृद्ध बनाउन, सुशासन स्थापित गर्न, शान्ति सुरक्षा कायम गर्न सबै नेपालीहरूले आनन्द साथ यो देशमा बाँच्न पाउनको निम्ति तपाईहरु कर्तव्य भएर खट्नुस् भनेर तपाईहरुले हर दिन घरमा भन्नुभयो भने, थाप दिनुभयो भने, मनोबल उच्च पार्नुभयो भने हाम्रो प्रहरी सङ्घको नेतादेखि तलसम्म उत्साहित भएर काम गर्नेछन्, उच्च मनोबल बनाएर काम गर्नेछन्। तपाईहरु सबैसँग म विनम्रतापूर्वक हार्दिक निवेदन गर्छु। अहिले नेपाल प्रहरीको बलमा हामी अहिले काम गरिरहेका छौँ। सशस्त्र प्रहरी बलको विभिन्न ढङ्गले काम गरिरहेका छौँ। यो प्रहरी सङ्गठनको प्रतिष्ठा र गरिमालाई जति स्थापित गर्न सक्यो त्यति नेपालमा सुशासन अभियान अगाडि बढ्छ। जति सुशासन हामीले ठिक ढङ्गले स्थापित गर्न सक्छौँ त्यति समृद्धिको यात्रा अगाडि बढ्छ। यो देश त्यस अवस्थामा स्वाधीन मात्र होइन, सुन्दर मात्र होइन, लोकतान्त्रिक मात्र होइन, समृद्ध देश पनि हो भनेर स्थापित गर्न सक्छौँ। त्यसकारणले अहिले हामीले नेपाल प्रहरी सङ्गठनको गरिमा र मर्यादालाई स्थापित गर्नै पर्छ। हामी त्यो दिशातिर लागि परिरहेका छौँ। हामीले नेपाल प्रहरी सङ्गठनको संस्थागत परिचालन सिस्टममा काम गर्ने सङ्गठन बनाउन खोजिरहेका छौँ। हामीले त्यहाँको न्यायपूर्ण मूल्याङ्कनको परिपाटी स्थापित गर्न खोजिरहेका छौँ। हामीले ती प्रहरी कर्मचारीहरू जो 24 घण्टा काम गर्न तयार हुनुपर्छ, कहिले एकछिन फुर्सद होला तर तयार भने 24 घण्टे मानसिकताको हुनुपर्छ र खट्न पनि त्यही ढङ्गले खट्नुपर्छ। सरकारले महसुस गरिराखेका छ ती प्रहरी जवानहरू, ती प्रहरीका तल्लो कर्मचारीहरू र प्रहरीका सङ्गठनका सदस्यहरूले 24 घण्टा कुनै दिनरात जो काम गरिरहेका छन् त्यसको अनुपातमा उनीहरूको सेवा र उनीहरूलाई दिएको
अरू सुविधाहरू अत्यन्तै कमजोर छन् र उनीहरूको क्षमता विकास गर्न पनि उनीहरूको सिप विकास गर्न पनि आवश्यक ढङ्गले हामीले तालिम प्रभावकारी ढङ्गले सञ्चालन गर्न सकेका छैनौँ। हाम्रो ध्यान त्यसमा छ। रासनदेखि उनको वृत्ति विकासदेखि उनको सुविधा कसरी विकास गर्ने त्यसमा हाम्रो अहिले ध्यान केन्द्रित छ र हामी त्यो दिशातिर केही न केही सकारात्मक निर्णय गर्ने अगाडि बढाउन खोज्दैछौँ। अहिले प्रहरी चौकी राम्रो नभएका ठाउँमा प्रहरीले काम गर्नु परेको छ। सशस्त्र प्रहरी बलका ती सिपाहीहरू सीमा रक्षामा छन् तर तिनले सीमा रक्षाको निम्ति राम्रो आफ्नो चाहिँ भाडाको घर पनि राम्रोसँग नपाइरहेको अवस्था छ। त्यसकारणले गर्दाखेरि हामी ती सिपाहीहरूलाई ती नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरूलाई ती अधिकृतहरू जो अप्ठ्यारोमा प्रतिकूल अवस्थामा काम गरिरहेका छन् उनीहरूलाई कमसेकम न्यूनतम अनुकूल वातावरणमा काम गर्ने र न्यूनतम सेवा सुविधा सुनिश्चित गर्ने र उनीहरूको क्यारियरलाई सुनिश्चित गर्ने दिशातिर सोच्नै पर्छ भन्ने पक्षमा छौँ र यसबारेमा सम्माननीय प्रधानमन्त्री पनि अत्यन्तै गम्भीर हुनुहुन्छ र हाम्रो यसबारेमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नेतृत्वसँग सम्माननीय प्रधानमन्त्रीसहित गम्भीर छलफल भएको छ। केही सकारात्मक कदमहरू चाल्ने दिशातिर हामी अगाडि बढ्दै पनि छौँ। त्यसको साथसाथै बडुवामा पदस्थापनमा सरुवामा तपाईँहरूले पनि बुझ्न जरुरी भएर भनेको के होला, सधैँ कुनै नेताको घर धाउनु पर्ने, शक्ति केन्द्र धाउनु पर्ने वा केही बोकेर हिँड्नु पर्ने, त्यो दिनलाई अन्त गर्न चाहन्छौँ हामी। यो चाहिँ मैले घोषणा गरेको छु कि केही बोकेर ब्रिफकेस बोकेर हिँड्न पर्ने र हिँडेर हुने दिन गए, अब सम्पूर्ण अन्त्य भयो। अब त्यस्तो दिन प्रहरी सङ्गठनभित्र चल्दैन। एउटा स्वच्छ गरिमामय प्रतिष्ठित सङ्गठन हो प्रहरी सङ्गठन। त्यस कारण प्रहरी सङ्गठनलाई हामी यस्तो सङ्गठन बनाउन खोजिरहेका छौँ जहाँ कसैका धाएर पद पाउने होइन, केही कुरा चढाएर पद पाउने होइन, बढुवा हुने होइन, जिम्मेवारी पाउने होइन, उसको निष्ठाले, उसको क्षमताले, उसको भूमिकाले, उसको आफ्नो ल्याकतले उसले पदोन्नति गर्न पाउनुपर्छ, उसको क्षमताले जिम्मेवारी पाउनुपर्छ। त्यही ढङ्गले सिस्टममा मापदण्डमा उसको चाहिँ बढुवा र सरुवाहरू हुनुपर्छ, पदस्थापन हुनुपर्छ भन्ने दिशातिर हामी काम गरिरहेका छौँ। त्यसको केही व्यावहारिक परिणामहरू पनि सकारात्मक छ। एउटा पक्ष त हामीले पुरै सच्यायौँ, नो अरू यो सुटकेसवाला चलखेल बन्द, शून्य। तपाईँले अहिले बुझ्नु होला, आफै घर परिवार हुन्छ त खालि तपाईँलाई थाहा छ, शून्य। अब त्यसरी चल्दैन। प्रहरी महानिरीक्षकज्यू यहाँ हुनुहुन्छ, गर्व गर्नुहुन्छ। सशस्त्र प्रहरी बलका महानिरीक्षक यहाँ हुनुहुन्छ, गर्व गर्ने स्थिति छ। त्यस्तो दिन गए। तर अझै पनि अरू क्षेत्रमा केही राम्रो गरौँ भन्दा भन्दै पनि हामी आफैले अझै मेहनत गर्नु छ। त्यो बडुवामा अझै पनि हामीले एउटा सिस्टम, अझै पर्फेक्ट सिस्टम स्थापना गर्न काम गर्नु छ, ताकि कसैले भनसुन गर्न पर्ने ठाउँ छ भने देख्दै नदेखोस्। त्यहाँ भनसुन गरेर हुने अलिकति ठाउँ छ भनेदेखि आइहाल्छ दबाब। होइन, जो निष्ठावान छ, क्षमतावान छ, उसको क्यारियरले जे माग गर्छ त्यो दिने गरी वस्तुगत प्रणाली हामी विकास गर्न चाहन्छौँ। त्यसरी हामी गृह कार्य अहिले गरिराखेका छौँ। त्यसैले एउटा ढङ्गले हामी नेपालको प्रहरी सङ्गठनहरूलाई अगाडि बढाउन गइरहेका छौँ कि प्रहरी सङ्गठनको गरिमा बढ्यो, महिमा बढ्यो, प्रतिष्ठा बढ्यो, अन्तर्राष्ट्रिय स्तरमा नेपाल प्रहरी जस्तो भन्ने भयो भने तपाईँहरू सबैको पनि इज्जत बढ्छ, प्रतिष्ठा बढ्छ र तपाईँहरूले पनि यसमा योगदान गरिदिनुपर्छ। म भनौँ, तपाईँहरूलाई विनम्रतापूर्वक अनुरोध गरौँ, म अलिकति तपाईँहरूको योगदान बढाइदिनुपर्छ। अब कुनै लेनदेन चल्दैन, अब बिचरा तलबले खानुपर्छ, अप्ठ्यारो परिस्थितिमा काम गर्नु परिरहेको छ हाम्रा प्रहरी अधिकृत र जवानहरूले। तिनलाई तपाईँले भन्नुपर्छ, भो जस्तो छ त्यस्तै बसौँला, भाडामा बसौँला, राम्रो बङ्गला नभए एक तले घरमा बसौँला, ठुल्ठुलो पार्टी नभए साना साना प्रक्रियामा चलौँला, तर
देशभक्त भएर कर्तव्य परायण भएर कर्तव्यच्युत नभइकन भूमिका निर्वाह गर्नुहोस्। म छाती खोलेर तपाईँको पक्षमा हुन्छु। तपाईँहरूले अरू कुनै चिन्ता गर्नु पर्दैन। तपाईँहरूले अनैतिक ढङ्गले केही काम गर्नु पर्दैन, कसैको घर धाउनु पर्दैन भनेर तपाईँहरूले भनिदिनु भयो भने नेपालको प्रहरी सङ्गठनको नेतृत्व र सारा जवानहरू उल्लासित हुनेछन्, हर्षित हुनेछन्, नयाँ वातावरण बन्नेछन्। तपाईँहरूसँग मैले गुहार गरेँ सहयोगको, यति त तपाईँहरूले पनि गरिदिनु। त्यसो भयो भने हामी देश बनाइछाड्छौँ। हामी कस्तो भइसक्यौँ भने भन्दै जाँदा समयमा आउँदैनौँ अनि भन्छौँ यो नेपाली समय त हो भने आफैले नेपालीको अपमान गर्ने, आफैले अपमान गर्ने, अनि अरू गर्दै गयो। अब त सिस्टम यत्रो परिवर्तन किन गरे त? सिस्टममा काम गरौँ त भनेर भने मात्रै हो सिस्टम। के को सिस्टम? यो सिस्टम चल्दैन यहाँ भनेर सिस्टम भत्काउनलाई उत्प्रेरित गर्ने। मैले सन्दर्भ 1-2 मिनट अझ लिन्छु। हाम्रै पार्टीका यत्रो ठुलो परिवर्तनको निम्ति लड्ने भन्ने, बलिदान गर्ने भन्ने पार्टीका साथीहरू आउँछन् र के भन्छन् भने होइन त्यो फल्ना ठाउँमा चाहिँ भनिदिनु पर्यो, अथवा लोकसेवा आयोगमा भनिदिनु पर्यो, अथवा नेपाल प्रहरीको लिखितमा जो लोकसेवा लिन्छ त्यहाँ पनि भनिदिनु पर्यो, त्रिवी सेवा आयोगले जाँच लिन्छ त्यहाँ पनि भनिदिनु पर्यो, शिक्षा सेवा आयोगले जाँच लिन्छ त्यहाँ पनि भनिदिनु पर्यो। अनि मैले भन्छु अनि त्यो भन्न नपर्ने गराउनलाई लडे होइन हामीले? सबैलाई न्याय होस्, निष्पक्ष होस्, जो योग्य छ त्यो छानियोस् भनेर लडे होइन हामीले? अनि हामीले पावरमा आएर हामीले भनेअनुसार गर्ने हो भने किन परिवर्तन चाहियो? किन लडेको? किन सङ्घर्ष गरेको? के को लागि गरेको? पहिला अर्काले गरेको थियो, अब हामीले गर्न पाउनुपर्छ भन्ने लड्यो। त्यस कारण नयाँ नेपाल बनाउनुपर्छ, साँच्चै परिवर्तन गर्नुपर्छ। सम्भव छ। यो देश यस्तो देश हो जहाँ हाम्रा पुर्खाहरूले सारा उपनिवेश हुँदा, भारत उपनिवेश हुँदा, चीन उपनिवेश हुँदा, विश्वका ठुल्ठुला देशहरू उपनिवेश हुँदा हाम्रो देश हाम्रा पुर्खाहरूले स्वाधीन बनाएर राखे, स्वतन्त्र बनाएर राखे। त्यस्तो देशको नागरिक पो हुँ त हामी। यति सुन्दर देश हो हाम्रो देश। विश्वमा औँलामा गन्न सक्ने मात्रै सुन्दरतम देशहरू छन् नेपाल जस्तो। हामी स्वतः अन्तर्राष्ट्रिय पहिचान प्राप्त देशका नागरिक हौँ। चाहे बुद्धको देश भन्नुहोस्, चाहे सगरमाथाको देश भन्नुहोस्, चाहे पशुपतिनाथको देश भन्नुहोस्, सारा अन्तर्राष्ट्रिय पहिचान स्वतः प्राप्त भएको देश हो। त्यति मात्र नि, यो तपोभूमि पनि हो। वेद यहीँ लेखिएको चर्चा छ होइन? त्यस्तै अरू सारा ऋषिमुनिहरूको तपस्या थलो हो यो देश। विकासका सम्भावनाको हिसाबले पनि हाम्रो देश कृषि, पर्यटन, जलविद्युत, जडीबुटी, जनशक्ति सबै हिसाबले अपुल सम्भावना आधार भएको देश हो। तर पनि आज हामी सबभन्दा कम विकसित मुलुकको अध्यक्ष भएकोमा गर्व गरेर बस्ने, लिस्ट डेभलप कन्ट्रिजको चेयर भएकोमा गर्व गरेर बस्ने ठाउँमा बस्ने हो। 20 देखि 30 लाख नेपाली श्रमिक युवाहरू आज पनि खाडी मुलुक र मलेसियामा छन्। दिनदिनै विदेश जानेको लाइन बढिराखेको छ, अहिले पनि रोकिएको छैन। हामीले परिवर्तनको औचित्य पुष्टि गर्ने हो भने ती 30 लाख नेपाली श्रमिक युवकहरूलाई आफ्नो आमाबाबुको काखमा, बालबच्चाको साथमा, आफ्नै मातृभूमिमा श्रम सिंचित गर्न पाउने गरी नेपालमा ल्याउन सक्नुपर्छ। तब राजनीतिक परिवर्तन ठिक रहेछ भने पुष्टि हुन्छ। हामी त्यो दिशातिर जानको लागि काम गर्दैछौँ र नेपाल प्रहरी सङ्गठनले अग्रभागमा रहेर काम गरिराखेको छ। त्यो नेपाली प्रहरी सङ्गठनको कामलाई अगाडि बढाउनको निम्ति सरकारले त्यसलाई अझ बढी संस्थागत क्षमताको विकास गर्न सोच्दैछ भने तपाईहरू सबैले पनि अहिले सरकारको अभियानलाई सफल बनाउनको निम्ति नेपाल प्रहरी सङ्गठनले जो भूमिका निर्वाह गर्नुभएको छ, गरेको छ, तपाईहरू अगाडि जानुहोस्, हामी पनि तपाईँहरूको पछाडि छौँ भनेर तपाईँहरूले साथ दिनुपर्छ। त्यसो भयो भने हामी नयाँ नेपाल बनाउने यो अभियान सफल पार्छौँ। अन्तमा म जाँदा यति कुरा भनेर बिदा हुन्छु। यो सरकार वा मेरो गृहमन्त्रीत्वको पदको निरन्तरता र घुसखोरी, भ्रष्टाचार, तस्करी, अपराधको निरन्तरता साथसाथै जान सक्दैन। गृहमन्त्रीको पदको निरन्तरता भनेको सुशासनको निरन्तरता हुन्छ, अपराध र भ्रष्टाचारको निरन्तरता हुँदैन। कसैले कल्पना नगरे हुन्छ। म त्यो कसम खान्छु, म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। हाम्रो अभियान रुक्दैन, यो सुशासनको अभियान अगाडि बढिराख्छ। अहिले हामीले गरेका सुधारमा
परिस्थितिवश केही प्रतिकूलताहरू तपाईँहरूले देख्न सक्नुहुन्छ। प्रहरी सङ्गठनभित्रै पनि कता कता कहिलेकाहीँ भनेअनुसार भएन कि भनेर देख्न सक्नुहोला, तर सबै सच्याइसकेको छैन, सुधार भइसकेको छैन, समग्र परिस्थितिमा पनि भर पर्छ। तर हाम्रो सङ्कल्प छ, हाम्रो प्रतिबद्धता छ, हामी सरकार सुशासन, समृद्धि र सामाजिक न्यायको अभियान सफल पारी छोड्छौँ र त्यसको निम्ति नेपाल प्रहरी सङ्गठन सुरक्षा निकायहरूलाई सबल, सक्षम, प्रतिष्ठित बनाइ छाड्छौँ, उनीहरूको गौरव बढाइ छाड्छौँ र त्यस प्रक्रियामा अगाडि बढ्ने क्रममा नेपाल प्रहरी श्रीमती सङ्घको पनि आफ्नो भूमिका हुन्छ भन्ने कुरा म विश्वास राख्छु। त्यस कारण तपाईँहरूले सामाजिक क्षेत्रमा जो योगदान पुर्याइराख्नु भएको छ त्यो योगदानको उच्च प्रशंसा गर्दै र त्यसलाई फेरि अगाडि बढाउन तपाईँहरूको भूमिकालाई हाम्रो तर्फबाट सम्पूर्ण रूपले प्रोत्साहन र सहयोग हुने प्रतिबद्धता व्यक्त गर्दै यो अभियानमा पनि तपाईँहरू हाम्रो पनि भूमिका रहेछ भनेर बुझेर तपाईँहरूले पनि साथ दिनुहुनेछ भन्ने विश्वाससहित तपाईँहरूको 39औं वार्षिकोत्सवको यो अवसरमा फेरि एकपटक बधाई र शुभकामना दिँदै बिदा हुन्छु। धन्यवाद। धन्यवाद प्रमुख अतिथिज्यू।